गाइज वेलकम टू माई च्यानल। म चाहिँ एयरपोर्ट जान रेडी हुँदैछु। आज चाहिँ मेरो साथी जापान जान लैछिन् अनि तिनले चाहिँ 11 बजे पुग है भनेर मलाई मेसेज गरि थिइन् अनि मैले चाहिँ म आउन सक्दैन, मलाई ज्वरो आहा भने तिनलाई सरप्राइज हुन्छ। म चाहिँ एयरपोर्ट जाँदैछु, देखाउँछु ल। चाहिँ रुमदेखि निस्किसकेँ अहिले, अब हजुरलाई देखाउँछु ल। चाहिँ म गाडीमा चढ्छु। गाइज यसले सिट छैनन्, यस्तो छ गाडीको हालत। पुगिसक्यो बल्खु। अब हामी चाहिँ पशुपतिको गाडीमा बस्छौँ। त्यहाँ गाडी, त्यही गाडीमा जान्छौँ अब हामी। तर कति बेला पुग्छ थाहा छैन। 11 बजे भने पनि 11 यहीँ कति लाग्यो, यहाँ 53 भइसक्यो। यहाँ 11 भइसक्यो। जाउला हेल 5 चोटि जाममा परिसक्यो हामी। कोटेश्वर पुग्यो होइन हजुर पनि 5 चोटि जाम परिसक्यो। चस्मा लगाउन क्या नानी अब गाई मेरो साथीले थाहा छैन कि म आउनु लाउँ भनेर। म आउँदैन, म बिराइ बाहौँ भनेको थिएँ। हेरौँ के हुन्छ। मलाई दुःख लागिरहेको, मलाई दुःख लाग्छ यस्तो ठाउँमा मलाई जानु मन लाग्दैन, त्यही भएर नजाने भनेको थिएँ। चस्मा खोलेँ ल भयो। यिनी साथी हराइसक्यो नि, एङ्गो गयो कहाँबाट कहाँ पुगिन अरे। खान गराउँदैछौँ गाडी हराइसक्यो। कहाँ पुगेछ अहिले? कहाँ पुग्छ? एयरपोर्टको कताको बाटो ल्याए हामीलाई थाहै छैन। यो पछाडिको बाटो हो सायद। हराइसक्यौँ हामी, हराइसक्यौँ। भित्रै पाइन्छन् गाइस। फाइनल्ली एयरपोर्ट पुगिसक्यौँ। होइन 5 फुटुला छ होला अहिले सानो भने। हराएँ सोचिरहेको थिएँ गाइस, फाइनल्ली पुगेँ। त्यहाँ जेब्रा क्रस खै त गाइस। मलाई एयरपोर्ट आएपछि खै किन धेरै अनैसो लाग्छ। देखाउँछु ल एयरपोर्टको गेट। जेब्रा क्रस खै गाइस गेट। गाइस जेब्रा क्रस खोल्दा हामी त्यहाँबाट यहाँ पुग्यौँ, किनकि रुल्स फलो त गर्नु पऱ्यो नि त होइन। जे भए पनि जे नि हो। अनि यहाँ जेब्रा क्रस खोल्दा हामी त कम्तीमा 3-4 मिनट हिँडिसक्यौँ। यहाँ अझै पर जान्छ। हामी चाहिँ गेटबाट भित्र आइसक्यौँ, इन्टरनेसनल गेटदेखि भित्र आइसक्यौँ। अब एउटा यहाँ काली हो, कल्चो हराइछ तर खोज्छौँ अब हामी। यसमा चाहिँ देखाउँछौँ विदेश जाने मान्छे ल। इन्टरनेसनल एयरपोर्ट देखाउँछौँ ल कस्तो छ भन्ने कुरा चाहिँ। बहुत दामी छ गाइस। हामी चाहिँ पुगिसक्यौँ यहाँ। अनि देखाउँछौँ ल। सबलाई रुवाउने ठाउँ हो यो। हामी पुगिसकेका छौँ। अनि यहाँ कल्पना हराइसक्यो, कहाँ गयो? छोडेर गइजान्छौँ अब हामी त्यसलाई। कहाँ पो गयो? यो भिड हेर्नु न, यो बाबै कति भिड हो यो। यहाँ चाहिँ धेरै भिड छ। यहाँ भेटाइसक्यो हामीले। टाउकोमा होइन, शिवजी हुन्छन् टाउकोमा। यिनी हाम्रो स्कुलको साथीहरू भेट्यो अनि यिनी जान्दैछन् जापान। के ल रोइ 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 रोइ। निर्मला बाई। हर एक मान्छे रुँदै हिँडिरहेछन्, सब रोइरहेछन्। म मात्रै रुन्न। नमस्कार। यिनी पनि रोइरहेछन्। गाह्रो छ। यिनी चाहिँ जानेवालाका दाइ हुन्। यिनी पनि रोइरहेछन्। मेरो त एक थप्पा बाइक धेरै आँसु खसेन गाइस। यो छ नि जो यो गेट, यही गेटबाट एक दिन मैले पनि रुँदै जानुपर्ने हो। सारा नेपाली यही गेटबाट रुँदै जान्छन्। म पनि जाने एक दिन। म त जान्न गाइस, किनकि म नेपालमा कियाको हो। अनि त्यसपछि मलाई देख्दा पनि कस्तो भइरह। हामी त्यो पण्डितशालामा जाँदैछौँ। यहाँ गाडीको वेट गरिराखौँ। अब जाँदैछौँ घर। यहाँबाट सुन्दर घर जाने हो, त्यहाँबाट घर जाने हो। यस्तो भोक लागिरहेको मलाई। हामी अहिले सिनामङ्गल छौँ। अनि हामी चाहिँ एकै ब्याचका हो, 10th क्लाससम्म सँगै पढेका 4 जना हो हामी चाहिँ।
यिनको घर चाहिँ मेरो घर चाहिँ निर हो यिनको घर चाहिँ यिनीहरूको घर चाहिँ मेरो घर एकै ठाउँ यिनीहरू त घर नजिकै हो अनि यिनको चाहिँ मेरो घर एकै ठाउँ हो लम्की के भन्नु हो कति वर्षपछि भेट भयो तिम्रो मसँग यति पछि 10 क्लासबाट भेट भएको छैन होइन तिमी सुत्केत गएको थियौ नि त्यसपछि हामी यिनीहरू 10 क्लासपछि पोखरा भेट्नु गयो हामी लम्की उज्यालोमा पढ्यौँ तिमीहरू चाहिँ ड्राइभिङ गएको थियौ नि भुल्टी तिमीहरू चाहिँ गएको थियो हामीसँग चाहिँ गाई त्यस्तो छ घर चाहिँ नजिकै हो क्या हामी दुईवटा हो त्यो पनि भेटै हुन्थेन मान्छे बाहिर बाहिर पढ्न गयो हामी लम्कीबाटै पढ्यौँ त्यही हो हामी लम्कीबाटै पढ्यौँ अहिले काठमाडौँ छौँ सँगै तिमी कहाँ पढ्यौ लम्की गणेशपुर पढ्यौँ तिमी कहाँ पढ्यौ कल्पना यिनीहरू दुईवटा सेम पढ्यौ म मात्रै अलग्गै पढ्यौँ पहिला 10सम्म चाहिँ हामी 4वटा सँगै पढ्यौँ म त्यसपछि हामी 11 पढ्न अन्त गयौँ भुपेन्द्र अन्त गयो तिमी अन्त गयौ अनि हामी सब सक्यौँ कोही विदेश पनि गयो आज त कोही साथी विदेश गयो हामी नेपालमै छौँ अनि यी पनि जाउँला नि पनि जाँदैछ नेपालमा रहने भनेको पहिला के मलाई एउटा कुरा याद आयो कि अनि त्यसपछि यिनको मेरो अनि फेरि विनोदको दिनेशको अर्कोको घर नजिकै यति थियो होइन हामी एउटा क्लासमा दिनेश विनोद अनि यिनी म थियो होइन अनि हाम्रो विष्णु सर चाहिँ बिहान बिहान क्लास गराउँथेँ कि म डरले आउँदैन अनि स्कुलमा गएर सर यिनीहरूले बोलाएनन् भन्थ्यो क्या मन थियो मलाई अहिले याद आयो भएको धेरै लाग्यो गाडी पाइसक्यो पानी मलाई नि दियो है गाइज हामी अहिले सुन्दर मोमो खान आउँ बोलाएर यहाँको मोमो कस्तो हुन्छ टेस्ट गर्छौँ अब उता खान्थ्यौ उता अनलाइन चल्दैन भन्यो यहाँ पनि चल्यो कि चल्दैन गाइज हामी मोमो खाँदैछौँ अहिले थ्याङ्क यू फर वाचिङ अनि फेरि सबैले धेरै माया गरिदिनु होला यो भ्लगलाई यति भन्न चाहन्छु बाई बाई